आँप चोरेर हामीले घरमै यस्तो मिठो म्याङ्गो जुस बनायौँ। वाट्सअप गाइज, राधे राधे। तपाईँ सबैजनाहरू सन्चै आरामै हुन्छ, म नि सन्चै आरामै छु। अनि आज चाहिँ हामी पछाडि आएको यस्तो खेततिर होइन, कसको खेतमा आँप छ भनेर चोर्नुलाई, किनभने म्याङ्गो जुस बनाएर खानु पर्यो भनेर। अनि आयौँ अनि टक्क रुखमाथि चढेर झार्यौँ 4-5वटा भन्दा बेसी, लगभग आधी बोरा जति झार्यौँ। अनि त्यसपछि चाहिँ यहाँ लिएर मिक्सचरमा पिनेर अनि त्यसको पानी रस निकालेर निचोड्दै कराईमा हाल्दै गऱ्यौँ। यस्तो जुस चाहिँ हल्का म्याङ्गोको सिजनहरूमा मात्र पाउँछ क्या, तपाईँहरूले पनि एक्सपिरियन्स गरेर खान सक्नुहुन्छ कस्तो हुन्छ भनेर। सुरुमा चाहिँ आँप ल्याउनुहोस् अनि टक्क तासेर अनि त्यसलाई मिक्सचरमा हालेर पिनेर अनि त्यसलाई छान्नुहोस् अनि पानी निकालेर त्यसो चिनी सिनी हाल्नु अनि त्यत्तिकै मिठो भइहाल्छ। धेरै यस्तो के अनहेल्दी भन्दा चाहिँ त्यस्तै राम्रो हुन्छ नि त। हेल्दी अनि अझ मन लाग्यो भने कोक सोक भन्दा नै स्प्राइट हाल्न चाहिँ राम्रो हुन्छ। त्यसरी बनाएर पनि खान सक्नुहुन्छ। अनि म चाहिँ टक्क बनाइसकेर खाइसकेर अनि यता आएँ। म चाहिँ आफ्नै बोटको आँप टिप्नलाई, अचार बनाउनलाई। अहिले पनि बनाएर ट्राई गर्नुहोस्।